होस्टेल 3 मुभी हेर्न खजिवर लामो थियो खजिवर भयो भयो हेलो गाइस गुड मर्निङ आज चाहिँ हामी होस्टेल 3 मुभी हेर्न जान गएको छौँ हामी चाहिँ होइन मेरो सरकार र म चाहिँ टलाटा ओइ सरकार ओइ सुतिरहेको क्या यहाँ मस्त सुतिरहेको छ भर्खर केटा चाहिँ म चाहिँ यसो गाडी साथी पास गरेर आउँछु रेडी भएर बस है ल ल अनि 7 जाने 7 बजिसक्यो अनि 8 बजी होइन निन्द्रामा थियो चट्ट गाडी पुस्छ हल्का है अब चाहिँ गाडी हल्का पुसपास त्यसपछि चाहिँ हामी 8 बजीको सो हेर्नलाई गइन्छ मजाले होस्टेल चाहिँ पुसपास त गर्नु पऱ्यो नि अलिअलि टल गर्नु पऱ्यो नि लाएर हामी चाहिँ अब निस्किन लागेको है लाएर सरकारले गेट खोल्दैछ रेडी भयो लाएर रेडी भएर लाग्दैछौँ यो चाहिँ मेरो अलिकति कस्तो अप्ठ्यारो फिल भइरहेछ किनभने यो फर्स्टचोटि हो नि त यो मेरो भ्लग नै फर्स्ट हो त्यो अलिकति अप्ठ्यारो लाग्दैछ ल हामी चाहिँ अब सरकार र म चाहिँ लाग्यो है त मुभी हेर्नलाई चट्टा लाएर होस्टेल 3 टिक 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 ताने होइन फिल्मतिर हेल अब ल है पदम हाम्रो होइन रिग्रेट हुन्छ सबैलाई होइन अब पदम कुल भाइ अनि हाम्रो इन्टायर हाम्रो के भन्छ होस्टेल टिमलाई चाहिँ एकदम कस्तो छ हेरौँ राम्रो बनाउनु पऱ्यो फिल्म तर हेर्नु कस्तो छ लास्टमा भन्छ होला है मुभी हेर्न मन लागेको चाहिँ खास त्यो पदमले गरेर है मलाई पदम अब रिग्रेट भयो नि अब त्यसले गरेर चाहिँ मलाई यो होस्टेल 3 हेर्न मन लाग्यो तर होइन मेरो चट्टा लाएर यो सरकारको के भन्छ हाम्रो सरकारको चाहिँ फर्स्ट भ्लग हो होइन सबैजनाले सब्सक्राइब गर्नुपर्छ है लाइक सेयर सब्सक्राइब गर्नुपर्छ है सबैजना दिनु पर्यो अब सायद यो पछि फेरि अझ सरकार कति भ्लग आउँछ होइन अब जस खाएको भ्लग हुन्छ धेरै त्यो घुमेको भ्लगहरू आउन सक्छ होइन त्यस हजुरहरूले माया गरिदिनु होला त्यो हजुरले लाइक सेयर सब्सक्राइब गर्नुपर्छ नि त बल्ल पो तपाईँहरूले देख्छ भिडियो अनि नत्र कहाँबाट देख्नु हाम्रो सरकारको भिडियोलाई त्यहाँ टक्क माया गरिदिनु होला ओके माया छ ल गाइस ल हामी चाहिँ अब होइन अहिले चाहिँ टेकोली जङ्गल आइपुग्यो अब एकछिनपछि पुग्छ हामी चट्टा लाएर हाम्रो सरकार यता छ सरकार पनि एकदम एक्साइटेड थियो मुभी हेर्नलाई एकदम मजा टिक टिक म त त्यही हो खालि टिक टिक पदम रिग्रेट भयो सबलाई जङ्गलमा के हुन्छ हेरौँ जङ्गलमा के भन्छ पक्कै त गैँडाहरू देख्छ नि गैँडा हुन्छ अस्ति 2टा थियो जराहरू त यत्तिकै देखिरहेको थियो अब आज छैन होला सायद सबै फाँडे छ साइडको जङ्गल यो अस्ति फाँडेको थियो त नि देख्यो भने देखिन्छ यही भिडियोमा अब के गर्नु अब देखाउनु अब खोजी देखाउनु जङ्गलभित्र छिर्नु पऱ्यो केटा होइन कोही बेला फ्याक्ट्री यतातिर हुन्छ यतातिर जान्छ के छ त सरकार आजको नयाँ फर्स्ट भ्लगमा चाहिँ के छ अब केही छ भन्नु पर्ने हजुरलाई यसो हजुरलाई चाहिँ भन्नु अलिकति रेक्से गर्दै क्या केही नहुँछ बोल्दैन सोध्दै ननिसिन्छ के भन्ने म पनि सुरु होस्टेल 3 मुभी हेर्नै जानु लाग्यो अब त्यहाँ हेरौँ के हुन्छ अब त्यही त देखाउने कतिको छ त अलिकति कस्तो छ जस्तो लाग्छ मुभी चाहिँ अलिकति मुभी चाहिँ अब यस्तो छ सबै नयाँ अनुहारको छ नि त होइन त्यो त नयाँ अलिकति हेर्नु पनि अब एक्साइटेड भएर सबभन्दा बढी चाहिँ पदमको भन्ने कस्तो छ त्यसको चाहिँ होइन त्यसको क्यारेक्टर के त्यो पनि हेर्नु मन लाग्छ अब कुल बोय भनेको अब झन् टिकटकर एकदम राम्रो मान्छे हो होइन टिकटकर
एकदम इन्फ्लुएन्सियल राम्रो राम्रो त्यहाँनिर रोड चाहिँ कस्तो छ भन्ने कुरो चाहिँ मलाई बुझेको छैन अब मेन त पुलबाई देखाएको छ क्या पुलबाई देखाएको छ अब हेरौँ त्यहाँ गएपछि मुभी हेर्छु कस्तो हुन्छ त्यसपछि लास्टमा भनौँ ल यस्तो रहेछ उस्तो रहेछ मन पऱ्यो परेन भन्ने कुरो चाहिँ च्यातो लगाएर पछि भनौँ मजाले होइन ल यो चाहिँ हाम्रो अब के भन्छ हाम्रो एकदम डिस्क्रेडिट रेणु दालको दिदीको सिटी आयो हाम्रो है जस्तो बाल सिटी भने जस्तै रेणु सिटी युनिभर्सिटी है यो चाहिँ रेणु सिटी है यो चाहिँ हाम्रो बाटो त बबाले बनाउने अरे बबलबाट यो चाहिँ हाम्रो एकदम कोक फ्याक्ट्री चितवनको है एकदम चितवनको नेपालभरि नै एक हो कि खै नेपालको एक हो जस्तो लाग्छ मलाई त नेपालमै बाटोहरू हेर्नु है यसो बाटो छ एयरपोर्ट साइडमा बबाले छ बाटो नि यहाँदेखि उहाँसम्म बबाल छ कि अब भरतपुर झन् बबाल बनाइसक्यो भरतपुर त खतरै एकदम बन्दैछ मलाई चाहिँ एकदम मन पऱ्यो है मन एकदम होइन हुन म पार्टी कार्ड त्यस्तो खासै म त्यस्तो इन्भल्भ छैन तर जस मैले काम हेऱ्यो भने चाहिँ काम चाहिँ रेणु दिदीको काम चाहिँ एकदम सलाम छ है रेस्पेक्ट छ बिग रेस्पेक्ट यतिको भनेको धेरै डेभलप छ अरे यतिको त कहाँ बनेको छ नेपालभरि चितवनको यतिको बाटो भनेको त ललितपुर छ कि अब भन्नु ललितपुर बाटो छ ललितपुर बाटो छ 4 लेनको बाटो भनेको त यार 4 लेन होइन यो 4 लाइन त्यो त 4 1 2 1 2 3 4 5 6 होइन एउटा गरेर 6 लाइनको अब तर बाटो वान वे यस्तो गऱ्यो भने चाहिँ 4वटा बिग रेस्पेक्ट छ है रेणु दिदीलाई जस बबाल हुन्छ हेर्नु अलिकति उता के अरे एयरपोर्ट साइडतिर आएर हामी चाहिँ अहिले चट्ट लगाएर भरतपुर एयरपोर्ट नजिक आइपुग्यो होइन बाटो छ यहाँ त बबालै छ देखाइदिनु सक्छ बबालाई चाहिँ यो साइड चाहिँ उता साइड देख्नु साइड चाहिँ एयरपोर्ट हो अहिले देख्दैन होला यसले छिटेर अनि यो चाहिँ अब बाटो एकदम बाटै बबाल छ कि विदेशभन्दा कम छ विदेशको भन्दा कम छैन क्या यस्तोसम्म बनिसक्यो एयरपोर्ट बाटो चाहिँ चितवनमा पनि एयरपोर्ट छ भनेर हजुरहरूलाई सबैलाई सामु भनिरहेको छ है कतिले थाहा छैन होला नि त अलिकति फेक खानु पऱ्यो नि त हामी पनि चितवने खास हुनुपर्ने चाहिँ इन्टरनेसनल एयरपोर्ट चाहिँ यहाँ हुनुपर्ने बगाल हुँदैन कि हुन्थ्यो क्या एरिया पनि छ तर राम्रो छ यहाँ एकदम समर्थन छ नि त यो त ठाउँ राम्रो हो नि त त्यही भएर बन्यो एयरपोर्ट देखाउँछ हामी सबै टक्क लगाएर हाम्रो यो एयरपोर्टको साइड टक्क इन्टरनेसनल खालि डोमेस्टिक एयरपोर्ट है हाम्रो यहाँ टक्क लगाएर यो चाहिँ हाम्रो गेट हो भरतपुर सबै उडेर सरकार अब के भन्छ म चाहिँ एउटा प्रश्न सोध्नु लाग्छ सरकारलाई के भन्छ अब सरकारलाई अब हुँदा अब दिदीको ब्रन भइसक्यो होइन फेरि नयाँ अब 2टा भइसक्यो होइन 2टा अब राम्रो सोच्नु अब 2टा छोरा भइसक्यो अब के छ नेक्स्ट प्लान छ कि छैन भन्ने कुरा म चाहिँ एकदम सोध्नु लागिरहेको क्या नेक्स्ट प्लान कस्तो नेक्स्ट प्लान अब सबै छैन होला यार सरकारले अब हुन्छ नि त जस्तै अब कसैको त हुन्छ अलिकति यस्तो मन हुन्छ नि जस्तै अब छोरा त भयो छोरी भयो हुन्थ्यो भने एउटा हुन्छ कसैको त्यो एउटा मनमा हुँदो रहेछ क्या कतिलाई हुन्छ नि त त्यो त हुन्छ नहुने होइन अब त्यो हेर तिम्रो आस्था पछि हेरौँ अब पछि कुरा पछि थाहा हुन्छ कि अब अहिले भनेर सरप्राइज हो सबलाई सरप्राइज पछि के हुन्छ जे पनि हुनसक्छ होइन अब लाइफ स्टाइलहरू झनै राम्रो हुँदा गयो भने त के भयो के प्रब्लम भयो त सबै कुरो होइन त्यो भनेको के त्यो होइन अब सबै राम्रो भयो भने बनाउँदा के टेन्सन छ र आफूले होइन सक्छ आफ्नो फ्यामिली धान्न सक्छ भने आफ्नो फ्यामिलीलाई अब दिन सक्छ भने त्यो त प्रब्लमै भएन नि त्यो पनि सही हो त्यो राम्रो हो छोरै भयो नि छोरी भयो भने अब होला इक्वालिटी हो बराबर हो सबै सही हो मलाई चाहिँ त्यो लाग्छ है ठिकै छ झन् छोरा भयो के भयो त झन् किसिङकलाको झन् सन्तान बढ्यो होइन सही हो किसिङकलाको बढ्यो अझै बढ्छ त्यो हो नि त छोरी भयो भने नबढ्ने भन्ने कुरो त हुँदैन तैपनि तर इक्वल त्यो त सबैलाई होइन त्यस्तो त्यस्तो भेदभाव चाहिँ गर्नु भएन छोरीमा तर जस के भन्छ सरकार त्यो त नि मान्छेहरूले तर कति गरिरहेको हुन्छ नि त त्यो कुरोलाई चाहिँ अलिकति मलाई चाहिँ कस्तो लाग्छ कि जेसुकै होस् कतै त्यो गर्ने होइन नि त मलाई त्यस्तो लाग्दैन त्यही हो तर सरकार एउटा कुरा म त मेरो छोरी भयो त एउटा छोरा त बुकिङ गर्नु पर्ला जस्तो अहिले त्यहाँ फेरि सरहरू फेरि हेर्छ फेरि एकदम खतरा कडक खालको चाहिँ फेरि होइन चट्ट लाएर एकदम बुकिङ गर्नु चाहिँ अब सरकारले एउटा बुकिङ गरेहरू अब एउटा चाहिँ अब पक्नु मेरो छोरी होस् न पेनै गरे होइन चाहिँ आइपुग्यो होइन चट्ट लाएर सरकार निस्किसक्यो अनि अब गाडी पनि पार्किङ गरिसक्यो अब चट्ट हामी चाहिँ ओर्लेर गइन्छ है यता सरकार के गर्दै हो टिकट त अनलाइन गरिसकेको त्यसले के गर्दै ए पार्किङ ठिकै छ सरकारले पऱ्यो अर्को मोबाइल मान्छे चाहिँ खासै छैन चाहिँ मर्निङको भएर होला वर्षौ भएर
झट्ट लाएर हामी चाहिँ आइपुग्यो है त मान्छे चाहिँ खासै कोही पनि आइन्छ आज चाहिँ एकछिन पछि आउने हो कि टाइम पनि भएन कि खै के हो झट्ट लाएर ल हामी चाहिँ भित्र गएर भेटौँ ल सर्कल लाएर कसम मलाई भन्दा नि अब के लिने हो सर लिने हो कति बजेको बाइक खै त सरकार के लिनु भने छ यार के लिनु भयो अब पप्पा नै खाने भन्छ सरकार पप्पामा कोक भन्छ चिसो चिसो हेरौँ यस्तो यस्तो चिजहरू यो त खाइ नभयो सरकार अझै पपकर्न लिने होइन त पपकर्न गरिदिनु एउटा चिजमा त्यो बकेट होला होइन झट्टा लाएर अनि दुईवटा कोक गरिदिनु दुईवटा कोक गरिदिनु अनि एउटा पानी दिनु पानी त चाहिएला नि सरकार है सरकारलाई पुरा देखाएर चाहिँ फिल्म आउने भयो यार लाइन गरेर फिल्मै फिल्म नि हेर्ला लाइन गरेर ल हुन्छ लेट्स गो अगाडि हेर्नु न यता हेर्न मान्छे चाहिँ खै अब किन हो नभएको भनेको त थाहा भएन तर केही छैन नि त मान्छे नभए पनि हामी छु त नि फिल्म सकिने अरे कि लास्टमा माथि हेर त्यही हो ह्यान्डसमको बाउ देखेछ तिमी कैसा लगा मेरा मजाक आई रिग्रेट भन्छ रिग्रेट सरकार खतरा रहेछ मान्छे चाहिँ खास छैन है जेबाट त्यो पक्कै म हेर्छु भने टिकट ल माथि गएर जेमा हो अहिले चाहिँ फिल्म हाफ भएर हामी चाहिँ टोइलेट साइड गएर फेरि पपकर्न लिएछ हामीले चाहिँ कस्तो लाग्छ सरकार फिल्म त अहिलेसम्म चाहिँ बबाल चाहिँ अहिलेसम्म राम्रो लाग्यो मलाई चाहिँ मलाई त्यही त होइन मैले त्यो 1 2 3 सबै सँगै हेरेको होइन तर 1 2 भन्दा पनि यसमा 3 चाहिँ यस्तो दामी छ कि नयाँ सबैको नयाँ फेस भयो नि कुनै पनि त्यो सबैले एक्टिङ छ नि त्यो नाटक परेको छैन क्या रियल छ तर कुल भयो एकदम पर्फेक्ट पदमको त्यो पुरानो गरेर पदम नभएछ त्यहाँ फिल्म हल छ तर फिल्म भवाल छ फिल्म एकदम अब के छ फुल हेरेपछि झन् अब आएपछि के झन् कुरा है पछि के हुन्छ कलर छ कुल भयो हाम्रो पछि कहानी छुट्टै कहानी एकदम ल हल्का रुनु होइन रुनु पर्यो मलाई कस्तो रुनु लागेको छ दामी छ है फिल्म ल सरकारले भन्नु पर्यो मिठो र एकदम दामी लाग्यो मलाई चाहिँ नयाँ कहानी नयाँ कहानी होइन नयाँ फेस छ तैपनि सबैको एक्टिङ चाहिँ एकदम बवाल छ पुरानो हिरोहरू भन्दा नि अहिलेको नयाँ बवाल देखाएको थियो मलाई त्यही भन्नु एकदम मलाई त बेस्ट मुभी मलाई त एकदम खतरा लाग्यो ल हामी चाहिँ मुभी सुभी हेरेर निस्केको है मुभी सक्यो अब यसो सरकार होइन तर यो मुभीलाई त लास्टै नेपाली मुभीमा सबभन्दा खतरा मुभी एकदम मन पर्यो मुभी मलाई है अहिले मान्छेहरूले सोचेकै थिएन होला है यो यिनीहरूले यस्तो टिकटकहरू यिनीहरूले यस्तो एक्टिङ गर्छ यस्तो तर राम्रो गरेको सबैले त युनिक हो नि मुभी त यस सबजना हेर्न आइदिनु होला होस्टेल 3 होइन ल माया गरिदिनु होला अब यसो खाजा खान्छु त्यसपछि चाहिँ इन्ड हुन्छ है भिडियो गाडी साडीमा इन्टरभ्यू लिँदैछ हाम्रो यो सबै उस गर्नु है हाम्रो फिल्मी प्रमोसन चितवन भन्ने छ यहाँ भन्नु न के भन्नु फिल्मी प्रमोसन चिताउनु भन्ने छ त्यसलाई चाहिँ तपाईँ उस गरिदिनु है ल हुन्छ चाहिँ लाइक गर्नु त त्यो फेसबुक हेर्नु त रोक्नु न फेसबुकमा ल हामी चाहिँ अब यहाँबाट निस्किनु लाग्यो युट्युबमा चाहिँ फिल्मी पार्टी मिडिया
खाजा खाएर अब निस्किन्छ फिल्मी प्रमोसन सरकार हामी चाहिँ अब खाना खानु पर्यो खाना खानु पर्यो पाते ढेँडामा आउँछ पाते हामी ढेँडामा अब यसो फिल्म पनि मन पर्यो जस मन पर्यो फिल्म मन नपर्यो भात धरेर खान्छ ल बस फिल्म मन परेपछि भात पनि अब खान्छ आज यति धेरै खान्छ होला जस एकदम छुट्टै छ यार फिल्म के भन्नु यार दामी छ दामी यतिकै मुभी त नेपालमा हुनुपर्छ यार जस नयाँ बुक्सहरूको नयाँ फिल्मको होइन सही छ अझै पनि मुभी आउनुपर्छ होइन आउनुपर्छ यतिको आउँछ एक्टिङ नआउँछ सही छ ल सरकार है त्यसको न यतिको एक्टिङ गरिसकेपछि मुभी त अर्को पनि आएछ किन नआउनु अब हामी चाहिँ एकदम पाथी ढेँडो होइन सरकार पाथी ढेँडो अस्ति नै आएर खाएर गयो बेलुका आज पनि हामी पाथी ढेँडोतिरै सबै जाँदैछ यता गाडी लक गर्नै बेसी थियो हामी छ पाथी ढेँडो बस्नु यस्तोमा कहाँ बस्ने कटेज सरकार रक्सी पार्दैछ यार रक्सी पार्दैछ यार पानी तातिन्छ चिसो रहेछ होइन सिगरेट बस्छ नि कटेजमा हामी चाहिँ कटेजमा बस्छौँ यता जता बस्यौँ च्याट्टा लाएर हामी चाहिँ यस्तो खाना आयो ढेँडो खाने म ढेँडो क्या चिकनसँग खाने चिकन ढेँडो खाइदिने ल्याम लाएर हाम्रो छोइ ताजी ताजी भाइ मलाई कता हो सरकार हामी चाहिँ अनि यहाँ चाहिँ ढेँडो खान्छ हामी त यार सरकार यार भर्खर फिल्म हेरेर आएको पुरा यहाँ सरकार चाहिँ भात र खस खस बब्बाल मुभी सरकार बब्बाल अब त्यहाँ एकदम दबाउ छ त्यसपछि है एकदम देख्दैन हाम्रो सरकार सरकार ब्लगमा सरकारलाई नि ब्लगमा है स्वागत छ है हाम्रो सरकार बेस्ट फ्रेन्ड है बेस्ट फ्रेन्ड थ्री बेस्ट फ्रेन्ड ल बिहान सो हेरेर आएको को मुभी छ नि सरकार के भने हेरेर के ल हामी सरकारलाई हामी सुरु गरौँ ल सुरु गरेँ त अब ढेँडो नास्ता दबाउँछु सरकार हेर्नु गइन्छ मुभी पनि त भन्छ यो टाइपको रहेछ खै दामी छ साँच्चै मुभी यार होस्टेल 3 लास्टै मुभी राम्रो के छ भात छ उता यता चाहिँ ढेँडो र यो चाहिँ घिउ रहेछ यो घिउ चाहिँ डाल्नु जस्तो भएको सब्सक्राइब आउँछ र सब्सक्राइब ब्लग नयाँ ब्लग आउँछ है ओ सरकार हामी चाहिँ दबाएको अब ल मजाले दबाउ ल एकपिटी त खायो एकपिटी त सरकार लियो ल तेरो त मिल्छ र त्यो हल्का त्यो केस गरेर फास्ट गरेर लास्टमा फास्ट हुन्छ नि धेरै होइन कस्तो मतलब सुरुमा चाहिँ स्लो गर्ने बोलेको थियो लास्टमा चाहिँ फास्ट तर अनि ठिक छ लास्टमा गरौँ न ल सर ल सरकार सुरु गरेको ल सुरु गरेँ त ल ल सबैलाई चेस ट्याक्टर लाएर त्यो लेग पिस आएछ यार यो चाहिँ लोकल कुरा लेग पिस आएछ आधी रहेछ हड्डी मात्रै रहेछ ट्याक्टर लाएर यस्तो गरौँ ढेँडो चाहिँ यसरी चोकेर खाने अब दामी छ झुजाली बनाउने कि दामी हुन्छ झुज अलिकति के छ दामी है कि बात पनि दामी फिल्म पनि दामी कि बात तपाईँहरू फेरि नि के भन्छ खास खानु भन्दा भन्नु ल 12 बजी अनि है 12 बजी ठिकै टाइम हो तर हामी चाहिँ 10 बजीतिर खान्छौँ कि त्यही भएर अलिकति चाँचो भयो फास्ट खाइरहेको छु त्यही हो मिठो छ
कति बज्यो 12 बज्यो है 12 बज्यो होला खान्छ खान्छ खजिरा लामो छ क्या खजिरा भयो भयो ल हामी चाहिँ अब खानासाना खाएर निस्केको अब मेरो आजको भ्लग चाहिँ यति नै हो यहाँसम्म मात्र थियो जुन स्पेसल चाहिँ त्यो होस्टेल मुभी 3 लागि आएको थियो अब त्यो पनि हेऱ्यो त्यो एकदम राम्रो छ अब सबैले गएर हेरिदिनु होला अनि अब यो मेरो फर्स्ट हो भ्लग चाहिँ होइन मेरो च्यानललाई चाहिँ अब माया गरेर चट्टलाई सब्सक्राइब गर्नु पऱ्यो अरू केही पनि गर्नु परेन लाइक भनेको बिस्तारै गर्दा नि हुन्छ ल ल बाई है त सरकार